बडा सुन्दर स्वरूप सबै गोप बालबालहरूको पनि भक्तवत्सल भगवानको भन्दछन् आज मेरो कुल पवित्र भयो, म धन्य भएँ, मेरा पितृहरू पनि तृप्त भए। हजुरको आगमनले हे प्रभु म धन्य भएँ, सारा जगतको कारण हजुर हुनुहुन्छ। आज संसारमा सारा जीवनहरूलाई सद उपदेश दिनका लागि नै हजुरको अवतार भएको छ। प्रभु अवतीर्णाम सविहाय विहांसेन क्षमाय च भवाय च, सबै प्राणीहरूको रक्षाको लागि कल्याणको लागि हजुरको अवतार भएको। माला गार्दै भगवानको दिव्य सत्कार गर्नुभयो। भगवानले अविचल गतिले भक्तिको वरदान दिएर त्यहाँबाट अगाडि बढी बक्सिन्छ। राजमार्गबाट भगवान आज महाराज कंसको दरबारतर्फ लाग्नु भएको छ। यस राजमार्गमा हिँड्ने क्रममा एउटी 3 ठाउँमा टेढी भएकी कुब्जा हातमा चन्दनको कचौरी लिएर दौडँदै दौडँदै जाँदै रहेछिन्। भगवानले पछाडिबाट उनलाई देख्नुभयो र भन्नुहुन्छ, बोलाउनुहुन्छ, अथ व्रजन राजपथेन माधव। राजमार्गबाट जाने क्रममा का त्वं वररुवेद दुहानुलेपनं कस्याङ्गने वा कथयस्व साधुनः देयावयो रङ्गविलेवमुत्तमं श्रेयस्ततस्ते न चिरात् भविष्यति। भगवानले भनिन्छ, अरे सुन्दरी कहाँ जान लागेको? वास्तवमा चन्दन लिएर जाँदै थिएँ, म चन्दन लिएर जाँदैछु। कसलाई भन्दा कंसलाई दिनको लागि। के यो चन्दनको भागी हामी पनि हुन सक्छौँ? हामीलाई चन्दन तिमीले दिन्छौ? यदि यो चन्दन दियौ भने तिम्रो कल्याण हुनेछ। भगवानले भनिन्छ। ऊ पनि फरक हेरी सुन्दर, लोक सुन्दर भगवानलाई देखि भगवान सुन्दरी भन्दै हुन्छ। बडा लोक सुन्दर भगवानको दर्शन गरेर छैन त्यो कुब्जाले पनि भन्न लागिन्, दास्यास्म्यहं सुन्दर कंस सम्पदा। अरे सुन्दर भनेर उसले पनि सम्बोधन गरे। भगवानले जसरी सुन्दरी भन्नुभयो उसले पनि अरे सुन्दर, लोक सुन्दर। म महाराज कंसलाई यो चन्दन अर्पण गर्नका लागि जाँदैछु। मेरो नाम त्रिवक्रा हो, कुब्जा भन्छन्, 3 ठाउँमा टेढी छु। मैले भोटेको चन्दन महाराज कंस भोजपति कंसलाई अति प्रिय हुन्छ। तर आजसम्म उसलाई मैले सेवा गर्दै आएको छु। तर आजदेखि हजुरहरू नै यो चन्दनको भागी हुनुहुन्छ। हजुरलाई छोडेर म अरू कसैलाई पनि चन्दन धारण गराउँदिन, लेपन गराउँदिन। हजुर नै वास्तवमा यो चन्दनको योग्य हुनुहुन्छ भनेर यी त्रिवक्राले कुब्जाले भगवानलाई सुन्दर चन्दन धारण गराइन् आफ्नो हातले। हेर्नुहोस् त कस्तो सौभाग्य। भक्तवत्सल भगवानको भगवानले पहिले नै सुन्दरी भनिसक्नु भएको छ। अब उनले चन्दन दिएपछि, भक्तले चन्दन अर्पण गरेपछि उनलाई पनि त केही फल दिन पर्यो नि। भगवानले नजिकै बोलाउनु भयो र आफ्नो पाउले उसको गोडामा ठ्याप्प टेक्नु भयो र उसको चिउडामा हात लगाएर यस्तो झड्का दिनुभयो। बस त्रिलोक सुन्दरीको भई भगवानको चरणमा परे। प्रभु मेरा पति हजुर नै भइबक्छन्छ भनेर प्रभु श्री कृष्णलाई पतिको रूपमा सम्मान गर्दछन्। मेरो कुटीमा सवारी होस्। भगवानले भनिबक्छन्छ, हे कुब्जा वास्तवमा म मामा कंसको यज्ञ दर्शन गरेर अनि तिम्रो कुटीमा आउनेछु भनेर भगवानले आश्वासन दिनुभयो। आज यी कुब्जालाई पनि सुन्दरता प्रदान गर्ने क्रममा भगवानले मन बनाइबक्सेछ। रिज्युम कर्तुम मनश्चक्रे दर्शयन् दर्शने फलम्। भगवानको दर्शनको फल आज कुब्जालाई भगवानले प्रदान गर्नुभयो। भगवानले सीधा बनाइदिनु भयो, त्रिलोक सुन्दरी बनाइदिनु भयो। उनको प्रार्थनालाई सुनेर आश्वासन पनि दिनुभयो। अब भगवान यहाँबाट अगाडि बढिबक्छन्छ, सिधै कंस मामाको दरबारमा पुग्नुहुन्छ। कंसले महल बनाएको छ, कृष्णलाई बस्ने, कृष्ण बलरामलाई बस्ने अलगै व्यवस्था पनि गरेको छ। यज्ञ प्रारम्भ भइसकेको थियो, त्यहाँ विशाल धनुष राखिएको थियो। भगवान दर्शन गर्नका लागि यज्ञ मण्डपमा प्रवेश गरिबक्छिन्छ। त्यो धनुषलाई देख्नुभयो र भगवानले त्यो धनुषलाई भाँच्ने इच्छा भयो। करेण वामेन सलीलमुद्धितं सत्यन्त कृत्वा निमिषेण पश्यतां नृणां विकृष्य प्रकुवन्ते। भगवानले कंसको यो यज्ञ मण्डपमा राखेको विशाल धनुषलाई उठाएर भाँचिदिनु भयो। धडाम जोडसँग आवाज आयो। महाराज कंसको मुटु थर्किन थाल्यो। भक्तवत्सल भगवानको अब त्यो दिन भगवान यही महलमा जहाँ व्यवस्था गरेको त्यहीँ रहिबसेको छ। यता अब रात्रिमा कंसलाई धेरै धेरै नराम्रा स्वप्नहरू
कंसले देख्दछ स्वप्ने परिस्वाम प्रेत परिसंग खरयानम विषादनम रात्रिमा प्रेतको दर्शन हुन्छ गदामा चढेर दक्षिण दिशामा हिँड्दै गरेको पनि स्वप्न देख्दछ शरीरभरि तेलै तेल लतपत भएको देख्यो ओहो र भात खाएको पनि देख्यो उसले यो सबै के हो अब सकुन देख्यो उसले अब उसको मरण नजिकै छ काल नजिकै आइसकेको छ यस्तो स्वप्न देख्यो भने मृत्यु नजिकै छ भन्ने ख्याल गर्दा हुन्छ हैन महाराज कंसले यस्ता अपशकुनहरू देख्यो बडा चिन्तित भएको छ भोजन गर्न पनि मन छैन बिहान भोजन गर्ने पनि मन छैन जबदेखि उसलाई 8 देवकीको 8औं गर्भ काल भनेर उसले सुनेको थियो नि कृष्ण कालो कालो पदार्थ अत्यन्त भयो नि हेर्नुहोस् दालमा धानेको त्यो जिरा देख्दा ए मेरो कालो हटाओ हटाओ भन्थे त्यस्तो बडा भयभीत कंस ओहो आज महाराज यस्ता दुस्वप्नहरू देखेपछि त बडा भयभीत भयो त्यही पनि अलिकति कम्बर कसेर अनि रंगमञ्च तयारी गर्न लाग्यो त्यहाँ ठुलठुला योद्धाहरू कुस्ती गर्नेवाला पहलवानहरू नियुक्ति गरेको छ त्यही बीचमा विशाल मञ्च बनाएर ऊ त्यो मञ्चमा बसेको छ रंगमञ्चमा दर्शक बनेर र यता कोलयापीड नाम गरेको हात्ती विशाल हात्ती 10,000 हात्तीको बलले युक्त भएको हात्ती माउतेलाई आदेश दियो कृष्ण बलराम यहाँ आयो भने हात्तीद्वारा कुच्याएर मार्नु रंगमञ्चमा प्रवेश गर्नै नदिनु भनेर आदेश पनि दिएको छ भगवान कृष्ण बलराम प्रातःकाले आफ्नो नित्य कर्म सम्पादन गरेर रंगमञ्चतर्फ प्रस्थान गर्दै हुनुहुन्छ जब द्वारमा पुग्नुभयो निषेध गर्यो त्यो माउतीले हात्तीलाई अगाडि बढाउन लाग्यो भगवान त बडा विचित्र कला 64 कला निपुण हैन अनेकौं हजारौं कला भन्दा पनि भयो त्यस्ता कलाले निपुण परमात्मा श्री हरि त्यो हात्तीको नजिकै जानुभयो हात्ती नजिकै आएको त्यो सुनले समाएर मार्ने उसलाई कोसिस गर्दै थियो माउतीले प्रेरणा गरिरहेको थियो भगवान नजिक गएर सिधै त्यो विशाल कोलयापीड हात्तीको खुट्टामा च्याप्प समाउनु भयो सुनमा समाउनु भयो सुनमा समातेर अनि घुमाउन थाल्नुभयो घुमाउँदै विशाल त्यो हात्तीलाई धडामसँग पछार्नुभयो बभ्राम भ्राम्यमाणेन गोवत्सेनीव बालकः सामान्य गाईका बाच्छाहरूलाई पछाडे समान विशाल त्यो हात्तीलाई आज भगवान श्री बालकृष्णले पछाड्नु भयो र दुवैजना वज्र समान भएर त्यो हात्ती माथि बद्रिन पुग्नु भयो उफ्रिन पुग्नु भयो उसका ढुकढुकी पनि केही रहेन दुईटी दारालाई ओखेल्न भयो दुवै कृष्ण बलरामले आफ्नो काखमा त्यो दारा लिएर माउतीलाई पनि चटाचट समाप्त गरिदिहाल्नुभयो अगाडि अब रंगमञ्चमा प्रवेश गर्नुहुन्छ सुखदेव स्वामी महाराज वर्णन गर्नुहुन्छ भगवान श्री कृष्ण बलराम रंगमञ्चमा प्रस्थान गर्दिन्छ प्रवेश गर्दिन्छ बडा दिव्य झाँकी छ प्रभुको त्यहाँ रहने रंगमञ्चमा रहने सबै प्रकारका भक्तहरू छन् त्यहाँ राजा महाराजहरू पनि छन् विद्वान ऋषि महर्षिहरू ज्ञानीहरू पनि ध्यानीहरू पनि छन् सबै छन् माता पिता पनि हुनुहुन्छ त्यहाँ पुगिसक्नु नन्द बाबा पनि भन्नुहुन्छ अब त्यहाँ भगवानको त्यो स्वरूपको दर्शन जसले गरेका छन् अलग अलग भावले कंसले पनि देख्यो सुखदेव स्वामी महाराज वर्णन गर्नुहुन्छ मल्लानाम असनिर्नृणाम नरवर श्रीणाम स्मरो मूर्तिमान गोपानाम सजनो सताम चित्तुजाम शास्ता स्वपित्रो शिशो मृत्युर्भोजपतिर्विराट विदुषां तत्त्वं परं योगिनां ऋषीणां परदेवतेति विदितो रंगं गतसाग्रजः आफ्नो दाजु भद्रांक साथमा भगवान रंगमञ्चमा प्रवेश गर्नुभएको छ मल्लहरू जो कुस्ती गर्नका लागि तयार थिए उनीहरूले ओहो साक्षात वज्र नै आयो भन्ने देखेछन् महाराज जो मनुष्यहरू थिए उनीहरूले राजाहरू भन्नुहुन्छ मनुष्यहरूले नटवर कुनै रंगमञ्चमा नृत्य गर्नेवाला नटहरूमा श्रेष्ठताको रूपमा देखे स्त्रीहरूले साक्षात काम स्वरूपको रूपमा कामदेव नै यहाँ प्रकट भएको चाहिँ उनीहरूले मानेका छन् आहा गोपानां सजनः गोपहरूले हाम्रै दाजुभाइ हुन् कृष्ण भन्ने यो भाव राखे क्षितिभुजाम जो राजाहरू थिए पृथ्वीको परिपालन गर्नेवाला उनीहरूले के देखे असताम क्षितिभुजाम अरे असत
अनि को असद आचरणद्वारा अधर्मपूर्वक राज्य परिपालन गर्ने ती दुष्ट राजाहरूले ओहो हामीमाथि शासन गर्नेवाला कोही शास्त्र नै आएको हो, शासक नै आएको भन्ने थाहा पाए र माता पिताले आफ्नो पुत्रको रूपमा दर्शन गर्नुभएको छ। महाराज भोजराज वंशको लागि साक्षात मृत्युको रूपमा भगवान त्यहाँ देखिनु भयो र योगीहरूले परम तत्त्वको रूपमा भगवानलाई दर्शन गरेका छन्। वास्तवमा विष्णुनाम परदेवती, विष्णुहरूले परदेवताको रूपमा जाने यसरी भगवान कृष्ण बलराम रंगमञ्चमा प्रवेश गर्नुभएको छ। त्यहाँ रानी जो मथुराका नारीहरू थिए, जो भक्तहरू थिए, ओहो आँखाले पिउँ कि, जिब्राले चाटौँ कि, नाकले सुँगौँ कि, शरीर लगेर टाँसौँ कि, यस प्रकारको दिव्य भाव प्रेम अत्यन्त उम्लेर आएको छ। सबैमा प्रेम भाव विभोर भएका छन्। भगवानको त्यो दर्शन गरेर सबै प्रसन्नता, दुष्टहरूको हृदय काँपिरहेको छ, कंसको हृदय त काँपिरहेको छ, तैपनि ऊ साहस गरेर त्यहाँ रङ्गमञ्चमाथि बसेको छ। भगवानसँग मल्लहरूले भने, भगवान भन्नुहुन्छ के तिमीहरू मसँग युद्ध गर्छौ? म त बालक हुँ, ममा त्यो सामर्थ्य छैन। ओहो हजुर बालक होइन, न बालो न किशोर पनि होइन, बलशाली व्यक्तिहरूमा पनि बलवान तपाईँ हुनुहुन्छ। अहिले भर्खरै 10,000 हात्तीको बलले युक्त भएको कुबेलिया नाम गरेको हात्तीलाई समाप्त गरेर त्यसको दारालाई समेत ओखलेर आफ्नो काममा हालेर आउने हजुर नै होइन? अझ मसँग बलै छैन, म त बालक हुँ, निर्बल हुँ भन्दै हुनुहुन्छ। सबै बलवान व्यक्तिमा महान बलवान हजुर हुनुहुन्छ। थाहा पाइसक्यो उनीहरूले। भगवान सुखदेव स्वामी महाराज वर्णन गर्छ, यसरी भगवान त्यहाँ विराजमान हुनुहुन्छ। गोपिनीहरूले भगवानको दर्शन गरे। जुन समय यस्तो कामना गर्नुहुन्छ गोपिनीहरू, त्यो मथुराका नारीहरूले, ओहो यिनै बालकृष्ण जब ब्रजमा अवतार लिइबक्यो त्यतिखेर गोपिनीहरूले झोलामा राखेर झोलना झुलाए बालकृष्ण आज उहाँ नै। ती गोपिनीहरूले कृष्णप्रति यस्तो प्रकारको आसक्ति उनीहरूको छ, मन भगवान कृष्णमा लगाएका छन्। गोपिनीहरू कति भाग्यशाली नि। हरेक कैंकर्य सेवा, भगवत सेवा गर्ने क्रममा गाई दुधा पनि कृष्णकै नाम लिन्छन्, घर लेख्दा पनि कृष्णकै नाम लिन्छन्, झुला झुलाउँदा पनि कृष्णकै दिव्य नाम संकीर्तन गरेर झुला झुलाउँछन्। वास्तवमा कृष्णलाई नै आफ्नो परम धन मानेका छन्। प्राणधन कृष्ण श्री कृष्ण श्री कृष्ण, जीवन धन कृष्ण श्री कृष्ण श्री कृष्ण, जीवन धन कृष्ण 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 कृष्ण, जीवन धन कृष्ण 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 कृष्ण, जीवन धन कृष्ण श्री कृष्ण श्री कृष्ण, जीवन धन कृष्ण श्री कृष्ण श्री कृष्ण, परम धन कृष्ण 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 कृष्ण, परम धन कृष्ण 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 कृष्ण, जीवन धन कृष्ण श्री कृष्ण श्री कृष्ण, परम धन कृष्ण श्री कृष्ण श्री कृष्ण, जीवन धन कृष्ण 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 कृष्ण, परम धन कृष्ण 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 कृष्ण, हमारो धन कृष्ण श्री कृष्ण श्री कृष्ण, परम धन कृष्ण श्री कृष्ण श्री कृष्ण। जय हो, हरि बोल। जीवन धन कृष्ण श्री कृष्ण श्री कृष्ण, परम धन कृष्ण श्री कृष्ण श्री कृष्ण, जीवन धन कृष्ण 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 कृष्ण, परम धन कृष्ण 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 कृष्ण, हमारो धन कृष्ण श्री कृष्ण श्री कृष्ण, परम धन कृष्ण श्री कृष्ण श्री कृष्ण, जीवन धन कृष्ण श्री कृष्ण श्री कृष्ण। भक्तवत्सल भगवान को जय। आज भगवान श्री कृष्ण को दिव्य चिन्तन गर्दै गर्दै गोपिनीहरूले बडा ब्रजवासी गोपिनीहरूको दिव्य भावलाई, महान सौभाग्यको चिन्तन गरेका छन्। गायन्ति चैन मनोरक्त धियो श्रीकण्ठ्यो धन्य ब्रजस्त्रियौरो क्रमचित्तयानः। ब्रजका नारीहरू धन्य छन्। वास्तवमा आज यो सौभाग्य प्रभुको
दिव्य दर्शन गर्ने, प्रभुको सेवा गर्ने सौभाग्य उहाँहरूले प्राप्त गर्नुभयो। आज भगवानको दर्शन गर्दा ब्रजका नारीहरूको प्रशंसा गर्नुहुन्छ, मथुराका नारीहरू। अब उता रङ्गमञ्चमा महाराज कंस बसेको छ। भगवानका रङ्गमञ्चमा प्रवेश गर्नु सामान्य आसनमा बस्नु भएको छ, जसरी कि मल्लहरू जसरी बसेका छन् त्यसै गरी मल्ल रङ्गमञ्चमाथि त कंस बसेका छन्। भगवानले पनि आज कंसलाई समाप्त गर्ने मन बनाइबक्सन्छ। के विशेष लीला गर्नु पर्यो भने भगवानले मनलाई बनाइहाल्ने हो। शत्रुम हन्तुम मनश्चक्रे भगवान भरतर्षभ। हे राजन परीक्षित, आज भगवानले शत्रुलाई समाप्त गर्ने मन बनाइबक्स्यो। अब त्यहाँ मल्ल युद्ध प्रारम्भ भयो। भगवान कृष्ण बलराम पनि रङ्गमञ्चमा प्रवेश गर्नुभयो। विशाल बलशाली महाराज चाणूर मुष्टिहरू छन्, उसका साथमा युद्ध हुँदाहुँदै भगवानले चाणूरलाई समाप्त गर्नु, बलरामजीले एक मुक्का दिनुभयो, ऊ पनि ढुङ्गनेर समाप्त भयो। त्यस्तै सल तोसल र यी सबैलाई समाप्त गर्दै जानुभयो। अवदल लीलया राजन सावज्ञम वामंष्टिनम। बायाँ हातले यस्तो ठेल्दै सबै धडाम 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 सबै समाप्त हुँदै गए। महाराज अब त रङ्गमञ्च खाली भयो। बाँकी ती सबै भागे। ए आओ, यी रङ्ग महाराज कृष्ण बलरामलाई बाधा कसा लडाओ भन्नु पनि भनिरहेको छ माथि बसेर। कंस अझै पनि फुर्ती देखाउँदैछ। सबै भागे। को आउने नजिक, अब कृष्णको नजिक को पर्ने अब, होइन? सबै भागे, रङ्गमञ्च खाली भयो। बडा थरथर काँपिरहेको छ। कृष्ण भगवानले त्यही नै आफ्ना ग्वालहरूलाई बोला, आओ तिमीहरू, अब हामीहरू रङ्गमञ्चमा कुस्ती खेलौँ। उफ्रियौँ हामीहरू। ओ कति योजन उफ्रिन सक्दो रहेछ, कति फेरि उफ्रिन सक्ने, लु आज हेरौँ त भनेर भगवानले सबै ग्वालहरूलाई आह्वान गर्नुभयो। सबै गएर उफ्रिन लागे। कोही 2 फिट, कोही 3 फिट, 4 फिट, 5 फिट, होइन? उफ्रे। भगवानले भन्नु यस्तो उफ्राइले हुँदैन, अझ विशेष उफ्रिन जान्नु पर्दछ भनेर भगवानले अब मेरो उफ्राइ हेर। भगवानले लगिन्न नाम गरेको शक्तिलाई, सिद्धिलाई स्वीकार गरिबक्स्यो र सिधै महाराज रङ्गमञ्चमा पुग्नुभयो। जहाँ कंस बसेको थियो त्यो रङ्गमञ्चमा भगवानले गएर च्याप्प त्यो कंसको टुप्पीमा समाउनु भयो र हल्लाउन लाउनु घुमाउन थाल्नुभयो। भगवानले कंस हात जोडेर भन्छ, अरे कृष्ण कृष्ण, मलाई बचाइदेऊ, मलाई बचाइदेऊ, मलाई छोडिदेऊ, छोडिदेऊ। भगवान भन्नुहुन्छ, हे मामा, मेरी आमालाई विवाहको घडीमा यसै गरी टुप्पीमा समातेर तपाईले मार्न खोजेको होइन? याद छ त्यो कुरो? याद छ तपाईलाई? भगवानले याद दिलाउँदै घुमाउँदै 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 जोडसँग धर्म पारेर कंसलाई रङ्गमञ्चबाट पछाडिदिनु भयो। आज कंसमाथि बज्रिन पुग्नुभयो भगवान। एकदम वज्र समान भएर गजब प्राण भयो। देवताले पुष्पति गरे जय जयकार गरेका छन्। कंसारी भगवानको, कंसको उद्धार भएको छ। अब त त्यहाँ अस्ति र प्राप्ति जो कंसकी पत्नीहरू रुँदै रुँदै आए, ए भान्जा बाबु के गरेको, के गरेको, यस्तो मामालाई मारेर के गरेको? ए भाइजू, कहाँ मैले मार्न चाहेको हो र? मामासँग धेरै समय पछाडि भेट भएको, अङ्कमाल गर्नु भनेर गएको, रङ्गमञ्च एकदम कमजोर बनाएको रहेछ कि एकजना भन्दा 2 जना बस्नै नसक्ने, नहुने। म जान साथ धरढम त्यो रङ्गमञ्च त भाँचिएर हामी 2 जना पछाडियौँ। मामाजी तल पर्नुभयो र म बचेको, कतै म तल परेँ, मेरो पनि गोविन्दाय नमो नमः, यही स्थिति हुन्थ्यो। त्यसैले भगवानले माइतीहरूलाई सम्झाउनु भयो, विलाप गरे, कंसको उद्धार भएको छ। आज भगवानले पनि आफ्नो ठुलो कार्य मैले सम्पादन गरेँ। जीवनको जो शत्रु हो त्यसलाई समाप्त गर्ने भन्ने प्रभुलाई पनि त्यो अनुभव भएको छ। अब यता भगवान श्री कृष्ण आफ्नी आमा जो देवकी, जो पिता वसुदेवजी हुनुहुन्छ, उहाँहरूलाई कारागृहबाट मुक्त गर्नका लागि जानुभयो। कारागृहबाट मुक्त गराउनुभयो र वसुदेवजी महाराजले जो भगवान कृष्णको जन्मको समय प्रतिज्ञा गर्नुभएको 10,000 गाई दान गर्छु भनेर आज यसै घडीमा कृष्ण बलरामको यज्ञोपवीत संस्कार
व्रतबन्ध संस्कार पनि भएको छ। यिनै प्रकारका कार्यहरू सम्पादन गर्नुभयो। भगवानको यज्ञोपवीत संस्कार सम्पन्न भयो। गर्गाचार्यले गायत्री मन्त्र सुनाउनु भयो। गुरुकुलमा अध्ययन गर्नका लागि सान्दीपनि महर्षि कहाँ आश्रममा जानुभयो। यहाँ धेरै धेरै अरू पनि मित्रहरू जसमा सुदामा पनि यहाँ सँगै बसेर अध्ययन गर्नुभएको छ हैन। अब भगवान कृष्णलाई त पढ्नको लागि कति समय लाग्छ हैन। भगवानले 14 विद्या 64 कला अहोरात्रमै सबै प्राप्त गर्नुभयो अरे। गर्गादिद गुराचार्य गायत्रम मृदमास्थितौ प्रभवौ सर्वविद्यानां सर्वज्ञौ जगदीश्वरौ अथोगो गुरुकुले वासमिच्छन्ता भुवजगतो काश्यं सान्दीपनिं नाम यवन्ति गुरुवासिनं। सान्दीपनि महर्षिको आश्रम गएर सारा विद्यालाई भगवानले प्राप्त गर्नुभएको छ। भगवानले पनि यो शिक्षा दिनुभएको छ, हेर संसारमा मानव देह धारण गरेर आइएको छ भने अध्ययन गर्नुपर्छ, गुरुकुलमा गएर अध्ययन गर्नुपर्छ। जब व्रतबन्ध पश्चात सम्पूर्ण ब्राह्मण क्षेत्रीय वैश्यहरूको यो धर्म रहन्छ भनेर भगवानले यो शिक्षा दिनुभएको छ। आफूले गुरुमाको समीपमा गएर वेद अध्ययन गर्नुभयो। गुरु अवश्य आवश्यक छन्। गुरु बिना ज्ञान प्राप्ति गर्न सकिँदैन। गुरु बिना संसारबाट मुक्ति पाइँदैन। गुरुको कृपाबाट नै संसारदेखि मुक्ति पाइन्छ भनेर यो शिक्षा पनि दिनुभयो भगवानले। आज गुरुलाई गुरु भेटी गुरु दक्षिणा दिएर भगवान फर्किनुहुन्छ ब्रजमा। भक्तवत्सल भगवानको भगवान श्री कृष्णले गुरु दक्षिणा के दिनुभयो भन्दा गुरुका मरेका बालकहरूलाई ल्याएर दिनुभयो अरे। गुरु दक्षिणा दिने क्रममा भगवान श्री कृष्ण गुरुको नजिकमा गएर प्रार्थना गर्नुहुन्छ, हे गुरुदेव के दक्षिणा समर्पण गरौँ? दक्षिणा के दिने कति दिने मलाई सोध्ने होइन, गुरु मातालाई सोध्नुपर्छ भनेर भगवानले भन्नुभयो। गुरुजीले भन्नुभयो, भगवान जानुभयो गुरु माताको नजिक र प्रार्थना गर्नुहुन्छ। गुरुआमाले भन्नुभयो, हे कृष्ण मेरा मरेका बालकहरू ल्याइदियो। त्यो मरेको बालक ल्याउन सक्छ भन्ने ज्ञान चाहिँ कसरी भयो त ती गुरुआमालाई? अन्त एक दिन गाई दुनको लागि कृष्णलाई साथमा लिएर जानुभएको थियो कि गुरुआमाले गोठमा। गाई दुने क्रममा गाई दुन भनेर आमा बस्नु भएको, बाछो समाउनु भएको थियो। कृष्णले हातबाट बाछो फुत्क्यो, आमालाई पनि लडाउनु भयो, दुध पनि दोहेको पोखिनु भयो भनेर भगवानले आफ्नो जो स्वरूप हो वास्तविक स्वरूप त्यहाँ प्रकट गर्नुभयो। शङ्ख चक्र गदा पद्म चार हात चतुर्भुज नारायणको रूपमा त्यहाँ प्रकट भएर दर्शन दिनुभयो गुरुआमालाई। बाछोलाई पनि समाउनु भयो, बाल्टीलाई पनि समाउनु भयो, आमालाई पनि समाउनु भयो। त्यो दर्शन आज गुरुआमालाई दिनुभएको थियो। त्यसकारणले आज हाम्रा गुरुकुलमा कुनै सामान्य बालक होइन, पूर्णब्रह्म परमात्मा नै आज विद्यार्थी भएर अध्ययन गर्न आउनु भएको छ। यो ज्ञान गुरुआमालाई थियो। त्यसकारणले गुरु दक्षिणा माग्ने क्रममा आफू मरेका पुत्रहरूको याचना गर्नु। गुरु दक्षिणा दिनको लागि गुरुआमाको आज्ञालाई प्राप्त गरेर भगवान सिधै जानुभयो कहाँ? समुद्रमा गएर प्रवेश गर्नुभयो। समुद्रदेव त्यहाँ गुरु पुत्र थिएनन्, तर त्यहाँ एउटा असुर रहेछ। असुरलाई दमन गरेर त्यो पाञ्चजनी नाम गरेको शङ्ख त्यहाँबाट लिएर आउनुभयो। सिधै यमपुरीमा जानुभयो। त्यहाँ गएर पाञ्चजनी शङ्खको ध्वनि गर्नुभयो। यमराजले भगवानको दर्शन गरे, साष्टाङ्ग प्रणति गरे, सम्मान गरे, प्रभुको पूजन गरेका छन्। भगवानले गुरुपुत्रको याचना गर्नुभयो। गुरुपुत्र ल्याएर दिए। गुरुपुत्रलाई साथमा लिएर भगवान सवारी हुन्छ र गुरुमातालाई गुरु दक्षिणा प्रदान गरेर गुरु स्वयं मरेका पुत्रहरू ल्याएर दिनुभयो। त्यहाँबाट भगवान ब्रजमा सवारी भएको हुन्छ। भक्तवत्सल भगवानको गोविन्द जय जय गोपाल जय जय गोविन्द जय जय गोपाल जय जय गोविन्द जय जय गोपाल जय जय गोविन्द हरि गोविन्द जय जय राधा रमण हरि गोविन्द जय जय गोविन्द जय जय गोपाल जय जय गोविन्द जय जय गोपाल जय जय राधा रमण हरि गोविन्द जय
राधारमण हरि गोविंद जय जय गोविंद जय जय गोपाल जय जय गोविंद जय जय गोपाल जय जय राधारमण हरि गोविंद राधारमण हरि गोविंद जय जय गोपीनाथ की जय जय बद्रीनाथ की 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 जय जय रंगनाथ की जय जय रंगनाथ की जय जय रंगनाथ की जय जय गोविंद जय जय गोपाल जय जय राधारमण हरि गोविंद 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 जय जय गोविंद गोपाल भगवान को इस प्रकार भगवान ने विविध प्रकार का लीलाहरू संपादन गर्दै आफ्नो माता पितालाई पनि बन्दी गृहबाट मुक्त गराउनु हो भगवानले अहोरात्रमै सारा 14 विद्या 64 कला प्राप्त गरेर गुरु दक्षिणा दिएर भगवान ब्रजमा सवारी भएको छ त्यहाँबाट महाराज उद्धवजीलाई ब्रजमा पठाइबक्सिन्छ भगवानले अगाडि गोपी उद्धव संवादका पावन प्रसंगहरू छन् अब समय भइसकेको छ विश्रामको अगाडि गएर रुक्मिणी विवाहको प्रसंग पावन प्रसंगहरू भगवानले 16,100 रानीहरूका साथमा विवाह कन्याहरूका साथमा विवाह गरेको प्रसंगहरू श्रवण गर्दै अगाडि गएर आजको समयमा रात सायंकालीन समयसम्म सुदामाजीको पावन प्रसंगहरू हामी श्रवण गर्नेछौँ यिनै प्रसंगहरूको निवेदन गर्दै अहिलेलाई हामीहरू विश्राम गर्न गइरहेका छौँ आफ्नो वाणीलाई प्रभु शरणारविन्दमा समर्पण गर्दै मध्याह्न विश्राम र अब भगवानको नाम संकीर्तन गर्दै एउटा आरतीमा हामी सम्मिलित बन्नेछौँ भक्तवत्सल भगवानको गोविन्द गोपाल भगवानको ज्ञान महायज्ञको मात्रको समस्त कुलमित्रीहरूको समस्त भक्त भावद वृन्दको गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो राधारमण हरि गोविंद बोलो राधारमण हरि गोविंद बोलो गोविंद बोलो हरि गोपाल बोलो गोविंद बोलो हरि गोपाल बोलो राधारमण हरि गोविंद बोलो राधारमण हरि गोविंद बोलो गोविंद बोलो हरि गोपाल बोलो भक्तवत्सल भगवान को मिली जुली गाऊं आरती हरि को मिली जुल गाऊं आरती हरि को कृष्ण कन्हैया को धीर हरैया को कृष्ण कन्हैया को धीर हरैया को मिली जुली गाऊं आरती हरि